जुन चाहिँ नाटक गर्नुभएको थियो अस्ति है मैले हेरेँ त्यो पनि तपाईँहरूको सफाइ विषयमै थियो नि त है सफाइ विषयमै थियो दार्जिलिङमा जुन चाहिँ अब मैला हुँदैछ चारपट्टि मैला हुँदैछ आज सम्हालिन सक्नु भइसक्यो नि सम्हालिन सक्नु भइसक्यो आज चाहिँ प्रत्येक जनता जनार्दन नै एकजना सचेत भयो भने मात्रै यो सम्हालेर जान्छ जस्तो पनि लाग्छ है जनताले पनि बुझ्नु पर्यो र सम्बन्धित निकायहरूले पनि बुझ्नु पर्यो त्यसको बारेमा चाहिँ तपाईँहरूले अस्ति जुन चाहिँ नाटक गर्नुभयो है त्यसमा चाहिँ कति परिवर्तनहरू आयो है तपाईँहरूले गरेर के देख्नुभयो त्यहाँनिर तपाईँले कस्तो उयो गर्नुभयो है यस्तो अवेरनेस प्रोग्रामहरू हामी गर्नुपर्छ अन्त तर अस्तिको भर्खर चाहिँ हामीले जुन चाहिँ यो महिलाको विषयमा भनेको थियो है यो महिलाको विषयमा भनौँ भने हामी दार्जिलिङको मान्छे अलिकति अटेरी छौँ अन्त फेरि भइहाल्छ आइहाल्छ गरिहाल्छ उसले त्यस्तो गर्यो भन्ने खालको है आइहाल्छ यस्तो खालको हाम्रो विचार छ है यो विचार चाहिँ हामीले त्यागेर किनभने दार्जिलिङ त हाम्रो हो मेरो तपाईँको मात्रै होइन हामी जतिजना यहाँ बस्छौँ सबैले नै दार्जिलिङलाई माया गर्नुपर्छ हिजो मात्र हामी एकजना हामीलाई एनजिओहरूलाई माथि विन्टर मिटिङमा हामीलाई बोलाउनु भएको थियो स्पिकर अब लेचेपेच एसेम्ब्लीबाट चाहिँ आउनु भएको थियो अनि उहाँलाई चाहिँ एनजिओहरूसँग चाहिँ म भेटघाट गर्छु अनि यहाँको एनजिओहरूलाई बाट चाहिँ म थाहा लिन्छु कि यहाँ चाहिँ के को समस्या छ भनेर होइन अन्त हामी चाहिँ जस्ट हिजो इन्ट्रोडक्सन मात्रै भयो त्यसमा चाहिँ अब दार्जिलिङमा समस्याको त थाक्रो छ कहाँदेखि चाहिँ स्टार्ट गर्नु त्यसले गर्दाखेरि चाहिँ अब हिजो चाहिँ जस्ट हाम्रो इन्ट्रोडक्सन मात्रै भयो तर उहाँले भन्नुभयो क्या पहिला दार्जिलिङ र देहरादुन कम्पेयर गर्दा नि देहरादुन धेरै तल थियो तर अहिले देहरादुन कहाँ पुग्यो तर दार्जिलिङको स्तर घट्न सक्यो भनेर उहाँले भन्नुभयो क्या अन्त उहाँले नै भन्नुभयो त्यो दार्जिलिङलाई उस गर्ने जिम्मा चाहिँ तपाईँहरूको हुन्छ हामी बाहिरबाट आएर त तपाईँहरूलाई गर्नु लाउँदैन नि त तिमी यो गर तर दार्जिलिङलाई हामी जति पनि माया गर्नेछौँ म चाहिँ अब यहाँ जति पनि हेरेर बसिरहनु भएको छ हाम्रो प्रोग्राम हेरेर बसिरहनु भएको छ है उहाँहरूलाई चाहिँ म यही भन्छु कि तपाईँहरूले दार्जिलिङलाई माया गर्नुहोस् दार्जिलिङलाई ब्रिटिसले कस्तो गरेर छोडेको थियो अहिले हेर्नुहोस् त ब्रिटिसले बनाएको स्कुल मात्रै त छ अरू त त्यहाँदेखि त नयाँ त केही छैन यो हस्पिटलहरू पनि हामीलाई ब्रिटिसले नै बनाइराखेको जति पनि राम्रो राम्रो स्कुलहरू छ सबै ब्रिटिसले नै बनाइराखेको त्यहाँबाट हामीले त्यसलाई पनि सम्हालेर राख्न सकेनौँ भने त्यहाँ चाहिँ के भयो त्यहाँ चाहिँ अब हाम्रो दार्जिलिङमा चाहिँ अबको 10-15 सालमा चाहिँ हामी चाहिँ बस्नु लायकको चाहिँ हुँदैन अनि ट्राफिक जाम हेर्नुहोस् सबभन्दा पहिला त्यसको बादमा मैला हेर्नुहोस् यहाँ हाम्रो बहिनीहरूले मैला बिहान कति उठाएर लान्छ उनीहरूले अनाउन्स गरेर भन्छ मैला लिएर आइदिनुहोस् तर जस्तो मैला गाडी लिएर जान्छ टक्कै मैला ल्याएर राख्छ त्यहाँदेखि म्युनिसिपलको गाडी आउँदैन